हेलो गुड मर्निङ एन्ड लासो तपाईँहरूलाई वेलकम छ। अब धेरै दिनपछि कहाँबाट यो मान्छेलाई ब्लग बनायो भनेर सोच्नुहुन्छ होला, तर नसोच्नु। आज चाहिँ मेरो बहिनी लुरीको बर्थडे हुनाले त्यसलाई अलिकति सरप्राइज छ। सरप्राइज त के भन्नु, अलिकति केक सेक लिएर जाऊँ थाहा छैन, तर यसमा चाहिँ मेरो गेमको साथी अनि बहिनीको पनि साथी त्यो ऊ र म मिलेर चाहिँ उसलाई अब त्यस्तै सरप्राइज भनौँ न, सानो। त्यही अब तपाईँहरूले हेरेर साथ दिनु होला, तर नाम चाहिँ भन्दिनँ। गेमको साथी भनेर भागेर मैले भने हुन्छ भनेर बन्द गरौँ। आजको छेउमा बस्छ चिसो भएछ। फोकर गर्यो रे को गर्ने लाग्यो फुगा हो काट्ने चाहिँ खोइ हाय आरबा चक्कु नबना भाइ नै बुझे चक्कु आ दादी किन यो बन मिफाक्कर साला लाउला होला ओइ लाला मिफाक्कर साला लाउला यार अनि साला आज दुईजना मिलेर मम्मीलाई कल गरेको डराइ नभए फेरि तँलाई कल गरेर धर्काउँछ नि त। अनि कराउला भनेर म त डराइ मम्मीले सिन्दा कहाँ छ भनेर सोधिसोधि आएको। यो बर्थडे सेलिब्रेसन चाहिँ म अनि अर्को दुईजना मिलेर गरेको। तर केक खानु पर्यो फर्स्टमा। अनि चिप्ल्यो छोरा चिप्ल्यो त्यो मम्मीले यहाँ आफै लाउनु पर्ने बनाइसक्यो। कहाँ छोड्यो गर्न जस्तो के अरे 11 बजे रोजुन्छु नि लाग्यो। स्टप गर। चक्कु चाहिँ किन्न पैसा पुगेन क्या गाई, चक्कु किन्न। त्यही भएर मैले घरकै चक्कु युज गरेको। मैले पड्का आएको त टाउको भनेर यहाँ यस्तो घुम्दाखेरि त बर्थडे मनायो। राति बिहान उठ्ने बित्तिकै बर्थडे मनायो। यहाँ छोरी र आमा छोरा मिलेर सभा गरेको रुम फेरि फोहोर गरिदियो। Happy birthday to you. Happy birthday to you. कुखुराको त्यो
खुवाउँछु ल ल ल ल मेरो हात पुगेछ हात धुने म नुहाउने हो म मैले खुवाउँछु चक्कुले मुखमा घुल्छ कस्तो भर्खर बनायो क्या यस केको त्यो साइड राख अहिले खाने त्यसलाई रोज एउटा ल्याएको छ गिफ्ट अरू केही छैन होइन एउटा रोज हो सुन्दालाई त्यो हात यो राख एकछिन त्यही गर्छ म रोज लिएर आउँछु ल अब के भन्छ नि फुल दियो ओइली जान्छ फुल दियो भने ओइलेर यसरी जान्छ त्यही भएर नदिएको है गाइस त्यही भएर म त जुन नगर अहिले मामाहरूलाई दिनुपर्छ खेदा प्लेटमा हालेर ल्याउनु उसलाई त्यसैले मैले चाहिँ नओइले नि रोज ल्याएको छु ह्याप्पी बर्थडे थ्याङ्क यू तर एउटा मात्र भयो अलि बुझिदिनु मैले त बुवा टाल्दैछ ह्याप्पी बर्थडे उसको फाइनल ल यसभित्र तर एक्सपेन्सिभ भनेर अलिकति महँगो छ आजको बर्थडेमा यो यहाँ चाहिँ 1 रुपियाँदेखिको गिफ्ट छ सुन्दरको भाग्यमा ल अब अनबक्स गर्ने त्यहाँ मैले चाहिँ हेर्बिन अनि हिजो नै मम्मी हिजो नै यसले झुम्का चपाइसक्यो ल यो चाहिँ तिम्रो लागि गिफ्टमा पनि अनि के अरे केक सबैमा हामी दुईजनाको तर्फ आँसुलाई ल खोज्यो आँसुलाई ल तिमीले आऊ दुईजना मिलेर आऊ यहाँ आउनु ल मेरो छोरा र म मिलेर गर्ने आमाइनी हामी दुईजना मिलेर खोल्ने ल ल यो निकाल ल के रहेछ उयो रहेछ हेर खाली बट्ट दिएको गिफ्ट गाइस गिफ्ट के पनि छैन खाली बट्ट प्यारी सफा गर्नुपर्छ बडा पट्टामा के तान यो खोला खोला लभी हेर न के हो यो चाँदेन भाइ चकलेट गाइस चकलेट भने यसरी चकलेट हजुर 1 रुपियाँको गिफ्ट यो खाली अर्कोले खाली भन्दा यस्तो मान्छेले खाली त्यो त उसको क्यान्डलहरु बारेको माथि खाँदा ड्याडीले आफू पनि ल यो पनि चकलेटै होला चकलेट अर्को बट्टा खोल्दा चाहिँ हात मैले ल्याएको कि मेरो छोराले खान्छ भने के खोला देऊ न आयो मैले ल्याएको कि मेरो छोराले नै सक्छ चकलेट रहेछ भने 1 रुपियाँको चकलेट पनि छैन छोरा 1 रुपियाँको मैले भने 1 रुपियाँदेखि छ भनेर यो खोलेको छैन भित्र के खाँदेको होला है मैले प्याज हालिदिन्छु जस्तो लागेर त्यो चिरेर उठेर लगाइरहेको छ नि त प्याज हाल्नु पाउँ रहेछ चकलेट मम्मीहरूले यता आउनु न त्यहाँ बस्नु न मम्मी मम्मी आउने यता अलि उता सर हेर गीत हेर्नु त पाऊ यो हेरेर नि हाँस्छ मैले यस्तो नराम्रो फोटो हालेको छ राम्रो फोटो हाल्यो भने राम्रो हुन्छ त यसमा नराम्रो फोटो हेरेर सुन्दा हाँस्छ हेर्न चुइगम हाले चकलेट हाले अनि बिस्कुट हाले बच्चा हो यार म त आमा चोको भन्छ खाइसक्यो
दामको दुईटा हो 2.5 यो त 20 रुपियाँ जान्छ नि अरे त्यस्तो त्यो हो र? भाइ। यो त 1 रुपियाँ झन् यो चाहिँ कति लाग्छ यो 1 रुपियाँ हो नि। आमा नगर रे उसको हेर त्यसले दुईटा राख्छ हेर खाइसक्यो बम आजको बर्थडेको चक्लेट सबै छोराले खाएर भ्यायो मेरो नाकै त्यहाँ पनि खाने चिज होला है छोरो खाने चिज होइन छोरालाई खान लाग्ने चिज होइन के थाहा भयो होइन यसो फोटो राम्रो त हाले नि हालेर नराम्रो फोटो हालेको तिमी हाल्यौ भनेर सबभन्दा नराम्रो फोटो कस्तो नराम्रो फोटो त्यो हाले यता पढ्दा Happy birthday, Boyni. Wishing you a very special day and an amazing year ahead. I hope you achieve all your dreams. Oh, thank you. बत्ती बाल्न मिल्छ हो बालौँ न बालौँ यो चाहिँ खोसेन यार खानेकुरा नभएर होला नदेखेको सबलाई मेरो तर्फबाट बहिनीलाई गिफ्ट हेर्नु सब खोसिरहेको छ र यो चाहिँ खोसेन है यो मलाई फुल ल्याउने ओइलेर जाने यसले फ्यालिदिन्छ यो हाल्ने चाहिँ कहाँ होला लिँदो होला नि होइन यहाँ चाहिँ के जस्तो ओके अनि त्यो तेरो मम्मीको यो एउटा त खोसेको छैन छोराले अघिदेखि सबै खोसिरहेको छ आँसुको तर उद्घाटन गरेर खोइ कहाँ आयो ह्याप्पी बर्थडेको गिफ्ट कस्तो छ सर राम्रो छ गम गम खाइराख थ्याङ्क यू क्युट छ थ्याङ्क यू वेलकम दामी छ है सबैले ह्याप्पी बर्थडे भन्ने यहाँ लुरीलाई मैले केकमा पनि सुनिता राखेन ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे लुरी भने गर्ने 1 घन्टा लाग्यो फेरि यो त अब उनीहरू ल्याएर माथि लगेर थाक्छ आज मम्मीले ल्याए गिफ्ट मेरै बोतल बोलाइ मेरो गिफ्ट आज मेरो हेर्ने मलाई टाउको लगाइदिएर गिफ्ट मम्मीले त जहिले दिइरहनु भएको खान त मम्मीको गिफ्ट स्पेसल हो क्या पानी हाने पानी हाने पानी हाम्रो दुईटै चक्लेट कप छ यो औषधि चक्लेट होइन औषधि हो हाम्रो थाउको छ चाहिँ गिफ्ट अहिले खोलेर दिनुपर्छ खान्छ अहिले खाने ल यो त 400-500 जान्छ हो भने नेत्र खर्च किन गरेको चप लाग्यो फेरि 400-500 औषधि छ मैले दिएको फुल होइन जयले दिएको फुल हो स्पेसल वान हो जयले हुन नसकेको जयहरू होला भनेको पसलको चाउजी थियो चाउजी पनि थिएन राम्रो रहेछ उयो यहाँ त होइन उयो त्यस्तोमा राख्नुपर्छ दामी देख्छ आयो दामी दामी देखाउँदैन क्युट रहेछ है अनि हिजो कतिखेर चाहिँ किन्ने भ्या हिजो 1 महिना अगाडिदेखि नै किनेर राखेर त्यसो क्या होइन हाम्रो त पुरा लेख्नुपर्छ त पहिला मगाएर राख्नुपर्छ यसलाई त हिजो अस्ति नै मगाएको थियो 3-4 दिन अगाडि नै अर्डर दिएको थियो मलाई केही थाहा छैन यिनीहरूको त अनि थाहा हुनु हेर यहाँ चक्लेट हाल्नु